साथीहरू सबैलाई नमस्कार। जिन्दगीका कुरा, सृजनाका कुरामा आज मैले एउटा लाइन बनाएँ। खाली समय परिष्करणको समय थियो मेरो। यो कुन बेला भन्दा एसएलसी दिएँ, रिजल्ट आएको थिएन। त्यसपछि क्याम्पस पनि भर्ना भएको थिएन। त्यो बेलाको समय हो। म त्यतिखेर 18-19 वर्षको थिएँ। एकदम क्रियाशील उमेरमा थिएँ। त्यो 18-19 वर्षको बेलाको कुरा हो साथीहरू। म हेटौँडामै छु त्यतिखेर। अनि कृष्णगोपाल दाईको घरमा म जान्थेँ। उनले गिटार बजाएको, उनले गीत गाएको सुन्थेँ। राम थापा त्यहाँ आउँथ्यो, गीत गाउनुहुन्थ्यो, त्यो पनि मैले सुनेँ। अनि अलिअलि गिटारहरू पनि बजाउँथेँ म। अनि त्यहाँ बालगोपाल दाईको जिमखाना पनि थियो, घरेलु जिमखाना। त्यहाँ म जिम पनि गर्थेँ। पछि एसएलसी पास भइसकेपछि, फर्स्ट डिभिजन भइसकेपछि बासँग मैले गिटार मागेँ। अनि कृष्णगोपाल दाईले काठमाडौँबाट एउटा हबनर गिटार ल्याइदिनु भयो। त्यसपछि त कति बजाएँ गिटार, कति गीत गाएँ। यति हौसला भयो त्यसपछि गीत गाउनलाई पनि। म घरको मान्छेहरूले नसुनुन् भनेर सिरेकभित्र पसेर धरि म गीत गाउँथेँ। त्यो चर्को आवाजमा गाउँदाखेरि सकेसम्म घरको मान्छेहरूले थाहा नपाओस् भनेर। त्यस्तो बेला थियो त्यो। अनि गिटार लिएर म भुटेनदेवी स्कुलमा जान्थेँ। त्यहाँ तुलुक लामा, रामकृष्ण दाङ, अमर थापा साथीहरू हुन्थ्यो। अनि हामीहरूले त्यहाँ नारायण गोपालको, प्रकाश श्रेष्ठको, दीप श्रेष्ठको, अरुण थापाका गीतहरू हामी सबैजना मिलेर गाउँथ्यौँ। अनि बेला बेला प्रमेन्द्र महर्जन दाईसँग पनि सङ्गत हुन्थ्यो। गीत सङ्गीतको कुराहरू चल्थ्यो। त्यतिखेर एउटा बानी के थियो भने मेरो पङ्कज उदासको एल्बम खुब चलेको थियो। त्यो नसुनी नहुने भएको थियो मलाई। दीवारों से मिलकर रोना अच्छा लगता है भन्ने गीतहरू थियो त्यसमा। चाँदी जैसा यस्तो गीतहरू थियो त्यसमा। म त्यो एल्बम दिनमा एकपल्ट सुनेकै हुन्थेँ। सिनेमा हेर्ने क्रम जारी नै थियो। बिनाका गीतमाला खुब प्रसिद्ध थियो त्यतिखेर। त्यो जहिले पनि सुन्थेँ आएको बेलामा, फुर्सद हुने बेलामा। त्यसपछि त्यतिखेर पनि त्यो भैँसेको एउटा टोली, दामी टोली थियो, केशवलाल श्रेष्ठ दाईको टोली। त्यो टोलीसँग हामी भलिबल पनि खेल्थ्यौँ त्यो भुटेनदेवी स्कुलमै। अनि हाम्रो एकजना अक्षलाल सर जे चिजलाई पनि अच्छा भन्नुहुन्थ्यो। अनि हामीहरूले चाहिँ अक्षलाल सर भनेर भन्थ्यौँ। त्यहाँ म जिम्नास्टिक पनि सिक्थेँ थोरै समय। न स्कुलको समय थियो, न क्याम्पसको समय थियो। त्यो खाली समय चाहिँ मैले परिष्करण गर्ने काम भयो मेरो भन्छु अहिले सम्झिँदाखेरि। धेरै कुरा त बिर्सियो। अब जिन्दगी यस्तो कथा हुन्छ भनेर थाहा भएको भए सबै टिपिन्थ्यो होला। तर त्यतिखेर 18-19 वर्षको बेलामा त्यस्तो केही थाहा भएन। अनि साना साना कामहरू, आफ्ना मनपर्ने कामलाई निरन्तर गरिरहे, त्यसले ठुलो ठुलो अन्जाम दिँदो रहेछ भन्ने कुरा पनि अहिले आएर थाहा भयो। हजारौँ सङ्ख्यामा अहिले धुनहरू सिर्जना गरियो, सयौँ गीतहरू लेखियो, सङ्गीतमा अन्वेषण गरिएला भनेर त झन् कहिले मैले त चेताउने त्यो बेलामा, होइन। यतिसम्म भयो कि साथीहरू, भैरव अर्यालको निबन्ध म पाएँ भन्नेलाई मैले सङ्गीत गर्नसम्म पनि भ्याएँ। द रिकरिङ ड्रिम भन्ने एउटा अङ्ग्रेजी कथा छ, त्यसमा पनि सङ्गीत गर्न भ्याएँ। त्यो हदसम्म चाहिँ
त्यो 18-19 वर्ष त्यो सानो बेलाको सङ्गीत साहित्य सिनेमासँगको रुचिले मलाई त्यो अवस्थासम्म पुर्यायो। अनि 10 वर्ष 15 वर्षसम्म म जनताको गीतहरू गाएर हिँड्न सक्ने अवस्थामा पुर्यायो। त्यो सानो बेलादेखिको सम्बन्धले यस्तो पनि हुँदो रहेछ भनेर तपाईँहरूलाई भन्न पाउँदा आज खुसी लागेको छ। आजलाई यति नै, हस् त, धन्यवाद।